धन्यवाद छ यो भिडियोमा तपाईहरुलाई जसले हेर्दै हुनुहुन्छ जहाँदेखि देश विदेशमा रहनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरु म तपाईहरुलाई यो भिडियोमा स्वागत भन्न चाहन्छु र साथै साइन अनुसारको ढोक गरे मैले तपाईहरुलाई नमस्कार। तपाईहरुले यो भिडियोमा हेर्दै हुनुहुन्छ म यो चाहिँ जाजरकोट जिल्लाको नलगाड नगरपालिका 6 नम्बरदेखि यो भिडियो तपाईहरुको माझमा म पठाउँदै छु। देश विदेशमा हुनुहुन्छ कतिपय हाम्रो नेपाली दाजुभाइहरु हाम्रो देशको अवस्था गाउँघरको अवस्था कसरी बसिराख्नु भएको छ होला गाउँ टोलमा भनेर तपाईहरुलाई सायद चाहिँ बुझ्न त्यहाँको वास्तविकता थाहा गर्न पनि धेरै चाहिँ मन गरिराख्नु भएको छ होला। म यहाँ तपाईको बीचमा देखाउँदै छु भिडियो 2080 साल कार्तिक 17 गते गएको भूकम्पबाट छेदविच्छेद भएर यसरी चाहिँ बसोबासोहरु पनि त्यस्तै खालको रहेको छ यहाँ र केही चाहिँ हामीले टहराको रकम पाएका थियौं र त्यसबाट हामीले टिन किनेर पनि केही चाहिँ यहाँ सानो आफूलाई बस्नको लागि घर पनि बनाइएको छ, साधारण घर बनाइएको छ यहाँनेर। म विशेष गाउँघरको अवस्था बुझ्दै जाँदा मेरो लगायत जहाँ तक चाहिँ यो भिडियोमा जसरी हेरिराख्नु भएको छ मैले देखाइरहेको छु र यस्तो अवस्था मलाई मेरो व्यक्तिगत मात्रै नभएर यो जहाँसम्म चाहिँ भूकम्पले क्षति पुर्याएको छ त्यहाँसम्म सायद म विचार गरिरहेको छु सबैसँग यस्तै पनि अवस्था होला भनेर। यो भिडियोमा तपाईहरुको बीचमा किन पठाउँदै छु त भन्दा मैले कुनै चाहिँ यो मजा गर्नको लागि पठाएको भिडियो होइन। यहाँ चाहिँ यो भिडियोबाट तपाईहरुलाई पनि केही भन्न मन लाग्ने र यहाँको वास्तविकता कस्तो रहेछ भनेर तपाईले कमेन्ट गर्न पाउने कुराहरु म यो भिडियो मार्फत जानकारी गराएँ। र यो बसाई हुँदै गर्दा म एउटा अनुरोध गर्न चाहन्छु विशेष गरेर हाम्रो जाजरकोट जिल्ला नलगाड नगरपालिकाको नगर सरकारसम्म पनि सायद यो भिडियो पुग्न सकोस् र हाम्रो वडा सरकारसँग पनि यो भिडियो पुग्न सकोस् र सहयोगी दाताहरु जस्तै देश विदेशबाट सहयोग गर्न चाहनेहरु र कुनै संघ संस्था सम्प्रदाय अनि हजुरलाई यो भिडियो मार्फत नै हामी अनुरोध गर्छौं तपाईहरुको पहलमा सक्नुहुन्छ भने नेपाली जनताहरु जहाँ भूकम्पले छेदविच्छेद भएका मानिसहरु बसोबास गर्नु भएको छ अव्यवस्थित तरिकाको भइराखेको छ र त्यस्तो ठाउँमा तपाईहरुले पनि हेर्दिनु होला भनेर मेरो अनुरोध गर्न चाहन्छु। र विशेष यो भिडियो चाहिँ किन म पठाउँदै छु त भन्दा यो अनाज राख्ने यहाँ भकारीहरु हो भित्र गोठ चाहिँ साँगुरो भएको कारणले गर्दा यस्तो गोठहरु भएको कारणले गर्दा यस्तो सानो घरहरु भएको कारणले गर्दा अब चाहिँ मकै बालीहरु पाक्दै छ। त्यो मकै बाली पाकेको अनाजलाई पनि हामीले राख्नुपर्ने हुन्छ है सुरक्षित बनाउनको लागि अब त्यो भण्डार गर्नको लागि र यहाँ एउटा चाहिँ घरमा यो भकारीहरु राख्ने ठाउँ नभएर बाहिर नै कतै कुहिएर पनि बसिराखेका छन् र यो काठको भकारी हुनेहरु लाई पनि खासै त्यति राम्रो होला जस्तो लागेन मलाई हैन। र मैले मेरो घरमा प्लास्टिकको ड्रम राखेको थिएँ ती प्लास्टिकको ड्रम पनि मुसाहरुले काट्ने सम्भावना बढी देखिदो रहेछ। त्यसकारणले गर्दा म यो भिडियो मार्फत अनुरोध गर्न चाहन्छु कुनै सम्प्रदाय र संघ संस्था सहयोगी दाताहरु र सरकारको तर्फबाट पहल गर्नको लागि मैले अनुरोध गरे। सायद यो मकै बाली हाम्रो जब पाक्न सम्म अथवा चाहिँ त्यो अनाज तयारी हुन्जेसम्म कतै चाहिँ तपाईहरुले हामीलाई टिनको त्यो मकैहरु राख्नको लागि अनाजहरु राख्नको लागि त्यो टिनको के भन्छ त्यो भकारी अथवा चाहिँ ड्रमहरु हैन त्यस्तो चाहिँ कतै उपलब्ध गराइदिन हुन पनि म सरकारसँग अनुरोध गर्न चाहन्छु। न त मुसाले काट्छ हैन टिनको भयो भने सुरक्षित रहन्छ र भएको 2-4 मुरी केही चाहिँ अनाजहरु कृषकहरुले सुरक्षित राख्न पाउन् भन्ने मेरो एउटा चाहिँ यो एउटा मैले अड्कल गरेको कुरा हुन त धेरै जनाले तपाईहरुको पनि अड्कल छ होला तर मेरो विचारमा चाहिँ अबको त्यो अनाज राख्ने केही भकारीहरु टिनको नै भइदिएको भए र हामी आफैले पनि केही सहुलियत र पाएको सहयोगको केही पर्सेन्टबाट पनि हामी अपेक्षा गर्न चाहन्छौं।
कतिपयले त्यो आफै किन्न नसक्ने अवस्था पनि होला। म यस कारणले गर्दा यो भिडियो म तपाईँको बिचमा पुर्याउँदैछु। यसरी भकारीहरू ओत्याइराख्नु भएको छ, यहाँनिर कुहिराखेको छन् काठपातहरू, र सानो ठाउँ भएको कारणले भित्र परिवार पनि बस्नुपर्ने होइन, अब सुत्न खान चाहियो। त्यस कारणले गर्दा यो हतारमा बनाएका यिनी टहरा सानो घरहरूमा त्यति सामान चाहिँ नअटाउने भएको कारणले गर्दा कतिपयको भकारीहरू पनि त्यस्तै तरिकाको छ। र कतिपय ड्रमहरू छन् होइन, ड्रममा राखिराख्नु भएको छ अनाजहरू, त्यो मुसाले काट्दियो भनेर पनि कतिपयले सुनाउनु भएको छ। र कतिपयको चाहिँ अहिले आएको त्यो प्लास्टिक कट्ठाहरूमा अनाज राख्नु भएको छ। खासै त्यो कट्ठाहरूमा राखेको किराहरू छिटो लाग्ने होइन, त्यस्तो चाहिँ समस्या पनि देखिन्छ। त्यस कारणले गर्दा म तपाईँहरूलाई यो भिडियो मार्फत अनुरोध गर्न चाहन्छु, र तपाईँले थप अझै पनि हामीलाई सल्लाह सुझाव र केही तपाईँले भन्ने कुराहरू पनि यसै भिडियो मार्फत हाम्रो ठाउँतिर पठाइदिनु हुन म अनुरोध गर्छु। विशेष गरेर हाम्रो वडा सरकार र नलगा नगरपालिकाको सरकारको पहलमा यो सहयोग पुगोस् भनेर म चाहिँ अनुरोध गर्न चाहेँ। हवस्, धन्यवाद भिडियो हेरेर साथ दिनुहोला। जय मासे अनि नमस्कार।